सिङ्लिङ एससी बल अघि बढाउँदै हेलमेट सुब्बा देख्न सक्नुहुन्छ तपाईँ अति सुन्दर स्किलको साथमा बल अघि बढाउँदै अहिले भने हुनसक्छ यो बल तपाईँको गोल हुनसक्छ अहिले भने यो पेनल्टी रहेको छ अहिले सिङ्लिङ एससीको निम्ति सिङ्लिङ एससी पेनल्टी पाएको छ भने अब भने गेम इक्वलाइजर हुनसक्छ अति सुन्दर मौका चाहिँ देख्न सक्नुहुन्छ तपाईँ सिङ्लिङ एससी अब भने बराबरीमा हुनसक्छ सायद अगाडि नै तपाईँ देखि सक्नुहुन्छ सुदेवा एफसी दिल्लीको तर्फबाट 2 गोल भइसकेको छ भने अब सिङ्लिङ एससी गोलको निम्ति अघि बढे पेनल्टी सुटआउटको निम्ति अघि बढ्दै जर्सी नम्बर 27 प्रशान्त छेत्री तर्फबाट पेनल्टी सुटआउट अहिले भने गोल अति सुन्दर गोल गर्नुमा सफल हुनुभएका छ जर्सी नम्बर 27 प्रशान्त छेत्री अहिले भने तपाईँ देख्न सक्नुहुन्छ सिङ्लिङ 1 सुदेवा दिल्ली 2